पाउदुरकोट नौडाँडामा हामी नाइट स्टेको लागि जाँदैछौँ। योभन्दा पहिला वर्ष पनि हामी यही ग्रुप नै त्यहाँ पुगेको थियो। ल यस वर्ष पनि फेरि पनि यो समय जुरेको छ। ल यता हाम्रो साथमा हुनुहुन्छ हाम्रो विक्रम धोजु, म आनन्द बजारे, यहाँ हाम्रो राजन कायस्थ भाइ छ र यता हाम्रो विजय धोजु साथी र हाम्रो यो फ्रन्टमा सुबोध उदास भाइ। र अहिले हामी हेम्चा पुगिसक्यौँ, पुग्दैछौँ। ल आजको हाम्रो यहाँ नाइट चाहिँ यो ठाउँमा हुनेछ। यो पाउदुरकोटमा एउटा एकदमै राम्रो घर रहेछ। ल अब हाम्रो यो बारबिक्यू रेडी हुन लागेको छ। बारबिक्यू लागि यहाँ सबै रेडी गर्दैछ है। चिकन बारबिक्यू हाम्रो यहाँ अलिक बारटेन्डर सुबोध भाइ। के भन्दैछ भाइ? वेलकम है सबैलाई। आज हाम्रो यो नाइट स्टेको कार्यक्रममा अहिले बारबिक्यू प्रोग्राम भइरहेको छ र अहिलेको हाम्रो बारबिक्यू सेफ हुनुहुन्छ हाम्रो विक्रम धोजुज्यू। एकदमै मिठो स्मेल मिठै आइरहेछ है। स्मेल चाहिँ एकदम मिठो आइरहेछ है। कतिखेर चाहिँ रेडी हो? के मासु हो यो? यो गोरुबाट किन नि? तिमुर ल्याउनु, तिमुर। ल ठिक छ नि त। अब एकछिन अर्को देखाउँला यो पछि। ल पाकेपछि
कहाँ छौँ हामी आज? हामी अहिले विष्णु पादुकोट रमाइलो चाहिँ ठाउँ है एकदम नै। त्यो सनराइज कति बजी छ बिहान? अलिक छिटो उठ्नु पऱ्यो। 5:30 बजे। यहाँ छ हाम्रो म्युजिक साथीहरू। म्युजिक के मन लाग्यो? रेबी हामी अहिले कार्यक्रमको लगभग 12 बजिसकेको छ। केटाहरूको गफ चाहिँ अझ पनि सकिएको छैन। ल सुबोध, अझ कस्तो भयो त सुनाइदेऊ त। रमाइलो भयो दाइ होइन। हाम्रो सफल गाउँमा आएको हामी के नाम पादुरकोट पादुरकोटै होइन पादुरकोट पादुर गाउँमा आएको। One eternity later. वेलकम हाम्रो बिग धोजु दाइले स्मल धोजु दाइले नेपाली यो मेरो नेपाली के छ दाइ लाइफ भने यस्तै छ बितिरहेको छ। घरि को आउँछ को जान्छ यही छ जिन्दगी। पिस आउट। के भन्न सकि रमाइलो भयो साथीभाइ The next day. गुड मर्निङ है गाइस। हामी अहिले पाउदुरकोट भन्ने ठाउँमा छौँ र हिजो हाम्रो वान नाइट स्टे चाहिँ यही ठाउँमा भएको छ र हामी बसेको घर चाहिँ यही नै हो। यो घर चाहिँ पुरानै शैलीमा परम्परागत रूपमा नवनिर्मित घर रहेको छ। यो नौडाँडाभन्दा अलिकति मात्रै माथि रहेको छ र यहाँबाट फेवाताल पनि देख्न सकिन्छ। यो फेवाताल रहेको छ। ल गुड मर्निङ है सबलाई। डे 2 फ्राइडे खाँदैछौँ ब्रेकफास्टमा। ल विशाल यार कति सुतिस? त्यो बज्यो नि 3 बज्यो नि। सुत्न लाग्यो सुत्दैन। रेडी हो नि यति जाने अझ जाने त भित्र। ल हामी हिजोको वान नाइट स्टेपछि अर्कै हामी एउटा हाइकिङ जाँदा छ। यहाँ माथि मन्दिर छ भन्ने सुन्नमा आएको छ। करिब 20-25 मिनटमा हामी पुग्नेछौँ होला। त्यसपछि हामी अपडेट दिनेछौँ। ल भाइ हामी कहाँ छौँ अहिले? हामी अहिले पाउदुरकोट दाइ। यो कुन ठाउँ हो? यो चाहिँ पाउदुरकोटको डाँडा यो टप डाँडा। कुन मन्दिर हो यो? पाउदुरकोट मन्दिरै होला दाइ। त्यो झन् थाहा होइन, देवीको मन्दिर हो। के भन्नुहुन्छ कि? छ कि त अवस्था। र हामी भर्खरै कति लगभग 20 मिनटको हिँडाइपछि यहाँ एउटा मन्दिरमा आइपुगेका छौँ र मन्दिर चाहिँ खै नाम चाहिँ थाहा भएन। पाउदुरकोटको यो टपमा रहेछ यो मन्दिर। पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले काँडेको पिकनिक स्पोट रहेन? उता हाम्रो जुमान अस्ट्रेलियन क्याम्प पनि देखिन्छ है उता।
लेफ्ट साइडमा राइट साइडमा अस्ट्रेलियन क्याम्प जुम गरेर देखाइदिउँ कहाँ हो टेन्टहरू छ नि यो त अस्ट्रेलियन क्याम्प हाम्रो यहाँबाट देखिने मेरो जुम म्याक्सिमम यतिसम्म हुन्छ क्यामेरामा कुइ भन्दैछु म चाहिँ अनि अहिले ड्रोन सुटको लागि रेडी हुँदैछौँ है हामी चाहिँ तपाईँ ल अहिले एकछिनमा फेरि अर्को क्लिप लिएर आउँछौँ हामी अहिले यो पाउँदुरकोट माथिपट्टि एउटा मन्दिर रहेको छ र त्यो मन्दिरको नाम चाहिँ पाउँदुरकोट भूमि नवदुर्गा भवानी मन्दिर रहेछ र हामी यहाँ छौँ अहिले मन्दिर यस्तो छ हामी यो दोस्रो दिनमा केटाहरू सबै अब ब्रेकफास्ट बनाउनको लागि बिजी छन् र के गर्दै हुनुहुन्छ म देखाउँछु है त ल यहाँ प्राइसको लागि आलु काट्दैछ सुबोध भाइ चाहिँ यहाँ मान्छे राखेको कस्तो भइरहेको छ सुबोध के भइरहेको ल यहाँ चाहिँ हामीले सबै आफैले गर्नुपर्ने रहेछ सबै कामहरू ल हाम्रो यहाँ ब्रेकफास्ट रेडी भइसकेको छ ल ब्रेकफास्टमा चाहिँ यहाँ के छ के हो ब्रेड रहेछ ससेज रहेछ आलु फ्राई रहेछ अनि के हो त्यो एग फ्राई रहेछ है अहिले हामी ब्रेकफास्ट खाँदैछौँ मिलिजुली हाम्रो अब लन्चको तयारी हुँदैछ हाम्रो यहाँ राजन भाइ भाँडा माझेर सहयोग गर्दै हुनुहुन्छ र हाम्रो सिद्धार्थ के पाक्दैछ
यो पोर्क द चिकन हो मिठो बनाउनु पर्छ है ल हाम्रो बल्ल हाम्रो लन्चको टाइम भएको छ दिउँसोको 2 बजे हामी यो लन्च पछि घर फर्किने तयारीमा हुनेछौँ ल हाम्रो 1 नाइट स्टे चाहिँ आज समाप्त भएको छ र हामी यस ठाउँबाट अब घरतिर लाग्ने तर्फमा छौँ र हाम्रो हिजोको बास यही नै भएको थियो अब हामी यहाँबाट प्रस्थान गर्नेछौँ ल हेलो सबै जाउँ है ल है Bye bye. See you. Bye bye.